अब हुँदा हुँदा बालेन्साको सचिवालयमा ढुङ्गै हान्दैछन् यार, झापामा तोडफोडै गरेछन् यार। एउटा युवाले म देश बनाउँछु भनेर आउँदाखेरि यत्रो खेदो चाहिँ किन खड्नु परेको यार, यत्रो विरोध किन गर्नु परेको के? कस्तो स्वतन्त्र भएर बस्न नसकेको, एउटा पार्टी राम्रो पार्टी खोजेर व्यक्ति राम्रो खोजेर आस्था राख्न पनि किन नसकेको होइन? त्यही पार्टी एमालेको झोले किन बनेको? यत्रोजनाको ज्यान हत्या गरेको छ त्यो पार्टीले सरकारमा बसेर 35 वर्षदेखि राज गरिरहेको छ, केही गर्न सकेन। यो पार्टीमा भविष्य छैन है भनेर युवाहरू त्यहाँ बाहिरिसके। अनि यी गोडा 5-6 जना त्यहाँ बसेर नाना थरी गर्छन् यार। ढुङ्गा हान्नेदेखि लिएर जसको भिडियो बनाउँछन् त्यसैमा गएर कमेन्ट गरेको छ नराम्रो नराम्रो। तिमीहरू के भन्नु यार, तिमीहरूलाई भगवान्ले दिएका चाहिँ हुन् दिमाग होइन, ज्ञान दिएका हुन्, अर्थी बुद्धि दिएका हुन्, तर तिमीहरूले कन्ट्रोल गर्न नसकेको मात्रै हो क्या, यही नै हो। किनकि कन्ट्रोल गरेको भए तिमीहरू स्वतन्त्र भएर पनि बस्न सक्थ्यौ क्या। तर यो अलिक खेदो खनेको राम्रो भएन। हुँदा हुँदा अब गएर सचिवालयमा ढुङ्गा हान्ने तोडफोड गर्ने, यो के हो तिमीहरूको? के दादागिरीपन्थी हो? म चाहिँ भन्छु कि एमाले झोलेहरू नि, तिमीहरू सुन, त्यो नालीको कचरा पानी बरु सफा हुनसक्छ, तर तिमीहरू एमाले झोलेहरू चाहिँ सफा हुन सक्दैनौ। यति कुरा हेक्का राख। केही गर्छु भनेर आएको छ, गर्न दिनुपर्छ नि त यार, वातावरण मिलाइदिनुपर्छ नि त। हामीले मिलाउने हो के? हामीले मिलाइदिएन भने उनीहरू कहाँबाट आशा राखेर गर्छन् र? तर यी 35 वर्षदेखि जग गाडेर तिमीहरूका बाउहरू बसेछन्, यी बाउहरूले केही गर्न सकेनन् के? न यो देशमा रोजगार दिन सके, न यो देशको जनताको भविष्य बनाइदिन सके, न स्वास्थ्य दिन सके, न सुशासन दिन सके, न शिक्षै दिन सके। खाडी मुलुक पठाइदिए। खाडी मुलुकबाट दुःख गरेर एउटा टिभी मोबाइल लान्छे भन्दाखेरि अब एयरपोर्टमा कर तिराउने, खोज्ने, त्यो युवा युवतीलाई त्यही रुने बाध्यता बनाइदिने तिमीहरूका बाउहरूले गरेका हुन् के? अनि तिमीहरू कस्तो नबुझेको हो? तिमीहरूले यत्रो सोसल मिडिया चलाउँछौ, देख्दैनौ खाडी मुलुकबाट गएका युवाहरूको त्यहाँ रुवाबासी हुन्छ? त्यो कुरामा यस्तो किन गर्यो भनेर तिमीहरूको बाउहरूलाई प्रश्न गर्न सक्छौ तिमीहरू झोलेहरूले? सक्दैनौ नि त। त्यही भएर स्वतन्त्र भएर बस। तिमीहरू जस्तो हामी पनि त्यस्तै हो। तिमीहरू एमाले झोलेहरू हो भने हामी स्वतन्त्र व्यक्ति हौँ। मान्छे त मान्छे नि हो नि, बस तिमीहरू झोले हुनाले मात्रै गलत भएको हो के? सोच बदल, अब पनि बदल्ने टाइम छ। अब पनि बदलिएन भने न देश रहन्छ न जनतै रहन्छन्, न हाम्रो भविष्य नि बन्छ, हामीभन्दा पछाडि आउने पुस्ताको भविष्य बन्छ, बन्दैन। तिमीहरूका बाउहरूले केही गर्न सक्दैनन्। त्यही भएर हामीलाई युवा चाहियो भनेर चाहिँ बरु युवालाई साथ समर्थन गर्न जरुरी छ। त्यो भ्रष्टाचारीको ट्याग लागेर आएका, जनता मारेर आएकालाई सपोर्ट गर्नु जरुरी छैन। यत्रा युवा मारेको छ रोडमा, लमतन्द बनाएर रगत बनाएर मारेर, मलाई थाहा छैन भन्ने त्यो प्रधानमन्त्री कस्तो प्रधानमन्त्री हो? त्यो प्रश्न उठाउ त बाउलाई। यत्रो युवा मरे, प्रधानमन्त्रीको कुर्सीमा तपाईँ हुनुहुन्थ्यो, अनि तपाईँलाई थाहा नभए कसलाई थाहा हुन्छ भनेर प्रश्न उठाएन त? गोली हान्ने आदेश नदिए पनि त ऊ त जिम्मेवारी कुर्सीमा बसेको जिम्मेवारी भूमिका खेल्नु पर्दैन? युवा मरेका छन् यत्र। मलाई थाहा छैन, मैले गोली हान्ने आदेशै दिनँ भनेर एउटा स्ट्याटस लेख्छ, एउटा भिडियो जारी गर्छ, अनि यस्तो प्रधानमन्त्रीलाई स्वीकार्नु पर्ने? तिमीहरू युवाहरू जति छौ नि एमालेका झोलेहरू, तिमीहरू भात नखाऊ, गु नि खाऊ होइन, गु खाएरै बस। तिमीहरूको गु खाएरै भविष्य बन्छ। तिमीहरूभन्दा पछि आउनेको भविष्य पनि गु खाएरै बन्छ, अनि ढुक्क हुन्छ। अझै पनि बुझ्ने छ नि, हो बुझ्न सकिन्छ नि यार। यत्रो ज्ञान बुद्धि दिएको छ भगवान्ले, नदिएको होइन र पनि नबुझ्ने क्या। लिडाढिपी गरेर दुनियाँ विरोध गरेको छ, गाली गरेको छ, तथानाम बोलेको छ। त्यही एउटै व्यक्तिलाई, फेरि एउटै व्यक्तिलाई, त्यही रवि त्यही बालेन, त्यही रवि त्यही बालेन। तिमीहरूको के चाहिँ खाइदिए रविले र बालेनले? त्यो भन् त पहिले। झोले हो, शुद्र, अझै पनि सुध्रिने मौका छ।